हेलो एभ्रिवान, मसँग चाहिँ आज रहेको छ रोटी र साग। देख्न सक्नुहुन्छ तपाईँहरूले। म चाहिँ खाना गइरहेको छु आज रोटी र साग। साथीहरू, फर्स्ट बाहिर चाहिँ दिदीले बनाएर दिनुभएको थियो, खाँदैछु। दामी छ। मलाई कति सागहरू खानु मन लागिरहेको थियो, आज खान पाएँ, खुसी लाग्दैछ। तपाईँ हेर्न सक्नुहुन्छ रोटी कस्तो दामी छ है, सर्कल दामी छ रोटी। जसको हात टोकेर खाने बानी छ क्या मेरो, के भएर छेउमा गइहाल्छु क्या यसरी म। आज पिउनुको लागि पानी छ यहाँ। बत्ती बालेर कस्तो अलिक उज्यालो देखिन्थ्यो होला कि, म बाल्छु नि एकचोटि। अलिक उज्यालो देख्यो नि त होइन बत्ती बाल्दाखेरि। तरकारी मिठो छ र
नुन चाहिँ अलिक धेरै भएछ। साइप्रसमा अब नुन के खाने छ के हुँदैन। यो मैले खानु चाहिँ खाएँ तर के को साग हो भनेर मलाई थाहा छैन, किनकि मलाई यो दिदीले पकाइदिनु भएको हो नि त। साग खाँदा खाएँ, मिठो छ, नुन पनि अलिक कडा कडा तर पनि मिठो छ, तर के को साग हो मलाई त्यही थाहा छैन साथीहरू। मलाई साग चाहिँ कति खानु मन लागिरहेको छ, हरियो परियोहरू, रायोको साग, अनि के साग खायो त्यो तोरी साग, फर्सीको मुन्टाहरू, कति धेरै खानु मन लागेको, खानु त पायो। तर के को साग हो मलाई त्यो चाहिँ थाहा छैन। मेरो कहाँ झरेको झरेको क्या अघिदेखि। न त भर्खरै भात खाएर आएको थिएँ, फेरि साग देखेँ अनि खानु मन लाग्यो अनि खाइहालेको। त्यही भएर मेरो डाइटिङ नभएको क्या, त्यही भएर म नघटेको हो साथीहरू। खानेकुरा देखेपछि चाहिँ म साथेर राख्नु सक्दिनँ। म खानेकुराहरू चाहिँ खानेकुरा भेट्ने बित्तिकै खाइहाल्छु म चाहिँ। त्यो एउटा उखान छ नि, खानु साँच्चै अरूलाई, काम साँच्चै आफूलाई, खानु साँच्चै अरूलाई भनेर। त्यही भएर खानेकुरा भेट्ने बित्तिकै खाने हो म त। मैले साग चाहिँ खाइसकिनँ, म भरे खान्छु। कस्तो लाग्यो साथीहरू मेरो मुखबाङ आजको तपाईँहरूलाई? राम्रो लाग्यो भने प्लिज लाइक गरिदिनु होला है त। बाई बाई एन्ड थ्याङ्क यू साथीहरू मेरो भिडियो अन्तिमसम्म हेरिदिनु।